हेलो गुड इभिनिङ एभ्रिवान। सो साथीहरू फेरि पनि म बिबी दाजुको घरमा पुगिसकेको छु किनकि उहाँले सेलको लागि फुल ल्याइसक्नु भएको छ हिजो मिरिकबाट। अनि कुन कुन फुल ल्याउनु भएको छ म तपाईँहरूलाई देखाउनु गइरहेको छु। इन्डोर प्लान्टको चाहिँ मैले अघि पनि भिडियो अपलोड गरिसकेँ। अनि साथीहरू यहाँ ल्याउनु भएको छ यो हो इन्जेलिया फुल। यो चाहिँ इन्जेलिया डबलीमा छ। तपाईँहरूलाई कस्तो कस्तो मनपर्छ सबै आएर छानी छानी लानु सक्नुहुन्छ। यो इन्जेलिया चाहिँ नि एकपल्ट रोपेपछि नि साथीहरू घरिघरि रोप्नु पर्दैन। यो चाहिँ त्यो सिजन फुल जस्तो होइन। यो चाहिँ एकपल्ट रोपेपछि फुलिबस्छ वर्षै पछि मजाले झ्याम्मै फुल्छ साथीहरू। यो चाहिँ सबै डबलीमा हो, कलर कलरमा छ। साथीहरू तपाईँहरू आएर हेरेर किन्नु सक्नुहुन्छ। यो हो मल्टिफ्लोरा गदावरी। यिनीहरू सबै सेलको लागि हो। अनि यो चाहिँ गदावरी चाहिँ मसिनो मै झ्याम्मै फुल्छ मजाले। त्यो अनलाइनमा साथीहरू अनलाइनमा त्यो कुन कुन फुलेको देखाएर यता पछि फुल्दा अर्कै कलरको फुल्छ नि, यहाँ चाहिँ त्यस्तो हुँदैन। यहाँ चाहिँ ग्यारेन्टी साथ हो। अनि यहाँ देख्नु हुँदैछ नि साथीहरू, यो चाहिँ यस्तो पाराको फुल्छ है साथीहरू। अनि यहाँ चाहिँ दिदीले चाहिँ फुल सप्लाई गर्नुहुँदैछ। अनि यहाँ चाहिँ हुनुहुन्छ म्याम चाहिँ कलुकदेखि आउनुभएको फुल किन्नुको लागि। अनि गदावरी लानुभयो, अनि सयपत्री पनि लानुभयो, अनि बेगुनिया पनि लानुभयो, अन्त अरू सिनफुलहरू पनि लानुभयो म्यामले। अनि यहाँ हाम्रो भीमलाल दाजु पनि बिहानै फुल किन्नु जानुभएको छ। अन्त किनकि होइन हिजो राति मात्रै त ल्याउनु भएको थियो फुल, त्यसै कारणले अघि बिहानै हामी सबैजना